भर्खर भर्खर हो सबैले सम्झेर चाहिँ फ्यामिली नसम्झिनु बुढोले फेरि मलाई त्यहाँबाट त खेच्छ त मेरो फेरि काम गर्ने ड्रेस चाहिँ हर्का सम्पन्न जस्तो छ तलले पनि खोज्नु भएको एउटा कच्चे नै हरायो यो चाहिँ कालु पाण्डेले चलाएको हतियार हो जिम्मेवारी चाले हौ ओ यो काट्नु न होइन यो के अरे यस्तो झारमा दबाई लाएर चाहिँ खाल्दाखेरि चाहिँ कमला पनि हुन्छ मेरो हो त्यही काट्दिँदा पनि हुन्छ नि उता जानु सक्दैन यो काटेर खान सजिलो हुन्छ नि हो नि अहिले उदै पल्टाउनु पर्छ पिठो पार्दा भयो सजिलै छ यताबाट नि यतैबाट आएको भयो भने त के सबै जत धेर छ घाँस लानुपर्छ ल भाइ काटेर उठाल्नु पर्ने बेच्नु गएछ बाबु छोरा होइन अनि छोराले चाहिँ पानी मागेछ अनि बाबुजी मिनिरल वाटर दिनु त भनेछ छोराले अनि बाबुले चाहिँ हतार त कान्छा त नखा पानी जस्तो हुन्छ मैले पहिले नै खाएको छु बरु बिहार खा भन्छ लुम्बिनीमा छोरो चाहिँ एक्जाम दिन गएको अरे कि लिम्बुनीमा छु भनेर बाबु यता बेहोस भयो लिम्बुनीमा लाग्यो लुम्बिनीमा भनेको लिम्बुनीमा छ बाबु भनेर त्यस्तै सुन्नु होला नि त होइन लिम्बुनीमा छु लुम्बिनी होइन लिम्बुनी यस्तो सुन्नु होला होइन मलाई अहिले एउटा म लिने जम्मा मलाई त्यसरी सिने नाङको चामखन चोक टुम्ने नाङ एउटा ओ आमको हो एउटा लो सिने पनि भन्नु पर्यो खानासँग चोरे डुमे लाङमुरेल धेरै खायो पानी भर्दा आममा एउटा बुङ्सै एउटा हातले चाहिँ यस्तो मास परेर बोतल पक्राइयो मलाई पानी कसम चाहिँ कता टोलीहरू
सिकियो तर देउराली चाहिँ लास्टै दूषित भइसकेको छ यहाँ थाहा पाएको मैले अब नथिरौँ हामी त विपासना हामी त पढ्ने रहेछ खै 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 नमारो गणेश गणेश हो गणेश अघि कुरा गरेको कुकुरी कुह्यो अरे कस्तो खालको फलाम रहेछ हौ कुहिने चाहिँ ढुँडी परेको धन्न माकुले जल्ला हेर्नु कहाँ छ मासु चाहिँ खासमा दाजु म लिएर आउँछु चुल्हा त बनाउनु पऱ्यो नि कताबाट पहिला रेडी गर्नु हो यहाँ चिजहरू सँगै दाना ल्याउँछ देखाउँछु है खानेकुरा अब पकाउने हो रहेछ त्यो पराइ बसाइदियो पकाउनु चाहिँ तेल त ल्याउनु पर्यो होला नि त के के तेल छ तेल नुनिया रहेछ मसला के छ मसला गरेर खानुपर्ने भयो नि त मानु जस्तो लाग्यो त्यो प्लास्टिकतिरै छ कि मसला यही त मसला है मिक्स मसला धुलो होला कति भने मिक्स मसला रहेछ यो प्याज काट्नु पर्यो नि त पिलेर आउँछ पहिला उप बनाउनु पर्यो डाडु करा पुन्यौ चलाउने बाँस मलाई खासै कला छैन त्यसको सर हो एउटा भाटा हो भाटाको तासेर खासै त्यसको मेरो कला छैन है यो मेरो भुट छोड्यो त्यहीँ रहेछ भुकुरी पनि रमन देवा र माथि रमन मेरो जेठो अनि के सोचे अब सानोले भेटिँदैन त्यहाँनिर हामी सानोले पनि आफन्त पनि हौ यो सोचेको चाहिँ खिच्दिनुहोस् न कहाँ फुकेर बढ्छ यही नभए बल्छको नछौँ त
किल सबै हालिदिनु भएको किल लामो किल अर्को फाल्टो प्लास्टिक लाएर जल्छ होला मजाले होइन दुईटा जलाइसक्यो गाठे अब त भइसक्यो हाम्रो त दुईटा जलाइसक्यो र पनि म चाहिँ निगाले मातेर बिहान बलु अब त ए मेरो प्याज काट दुई बसेर गाँथे एउटा फाल्नु भाइ कन्टेन्ट बनाउनु है त नम्बर नभए गाँठा कन्टेन्ट हुन्छ गजब हुन्छ नि तिमीले यो काट्ने त्यो काट्ने म पकाउने कति बेला के लाउने मलाई थाहा छ होटेल चलाएको त पहिला पैसा खर्च हुन्छ के उसको यो त खर्च रहेछ उसको पैसा खर्च हुन्छ हामीलाई मतलबै छैन यस्तो भर्खर बसेर रहेछ कुनै सर्बत अब जातले पाएको त्यत्रै पनि हुन्छ माटोले हान्दा पनि त यता हेरि त राख्छ बिस्तारै गाडु पनि पोल्यौ क्या गाडी छ हेरि त हिँड्छ यता लग सक्यो अब यतातिर खाने अब यहाँ टन्ने रहेछ चारो त आउनुहोस् है आउनु है आउनुहोस् यो छ यो मेरो सादा छ त जिरा नि मिक्स मसला यति लाउने होइन यो लाउने त्यो खोल्नु खोल्नु के त्यो धुलो हो कि ऊ हो दाना हो धुलो हो मिक्स मसला मिक्स त मिक्स फेरि त्यो कुन खालको त्यो हुन्छ नि त एउटा यति काट्नु अहिले एकछिनमा लाउने यो त अहिले देखाउनु न अब पो बल त अब यो नुन हो अनि टोलीहरू के कन्जुस रहेछ हौ भनेर टमाटर पनि घरबाट बोकेर ल्याएको कि किनेको यो उहाँबाट ल्याएको नि हामीलाई भन्नुपर्छ नि बरु आज किलो किन लिएर आइन्छ गरेर चाहिँ भ्लग पर्छ गरिदिनुपर्छ है अनि यो नुन कत्रो कत्रो पिस छ अब सक्छ रमाउँछु भातलाई हिँडेको म अनि रमाइलो लागि नै हिँडेको मैले साँच्चै हो सप हानेर माने भाइ कुरै गर्दा टोलीहरू रमाएर यस्तो गफ्दिनँ मैले त्यो एउटा बिमार हो त्यो पनि साथी कत्रो रहेछ मासु रातो रातो रहेछ है टोलीहरूले त सही गरेको छैन आजले अब कत्रो गरेर चोक्छ बाँसको बल त काटेको होला नि होइन नि म त बजारबाट ल्याएको किशोरबाट कोन त ल्याउनु चाहिँ कहाँबाट ल्यायो यताबाट ल्याएको तर उसले बुझ्यो रहेछ अनि बुझ्यो सक्छ थाहा लाग्यो थाहा भइहाल्छ अब टोलीहरूले पोल्नु पनि नपोल्मै होस् भोलि सबै पोल्छ नचाहिन्छ आगो बोल्नु पनि कोहीले छैन कसरी पोल्नु बाँसमा पनि पोल्छ यति सानो 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 पिस छ यो बलिदाले भरे रिबन फराएर भन्न ल डाडो चाहिँ छ है अब सरसाथी म बसेर सोचेर झन्नै पाकेको अलिकति पाकेन आगो नबलेर खतम बनायो नि त हामीले यस पाकेको फेरि उचालेर अनि फेरि तताउँदै त्यसलाई भन्छ किलोहरू बल्दै बल्दै नै अब है साथैमा आज फेरि तताको पाँचले झन्डै हामीले खाममा सोध्यो फेरि अब
के गर्ने यस्तै छ गाउँले जिन्दगी हो हजुर रमाइलो छ गुमन थियो गुमन साथी हो सानो थियो होइन म पनि त्यही थिएँ तर पछि फेरि भेट्नु हाम्रो चाहिँ आज खेतालालाई खाजा बनाएको छ हजुर गाउँतिरको यस्तै छ मम्मी दाइले नै दिनुभयो राम्रो अझै मेरै टार्गेट हो लु मैले नै लिउ न भाइ यसो बस्नु बस्नु त होटल चल्दैछ लु अहिले सकिँदैन हौ चित्त देउरालीको टप होटल ल मैले उता पनि सरी अघि बढे पानी नि खान्छ हुन्छ ए ब्रिङ्स खाना हुँदैन त कथा सुनाउँछ त भन्दैला ए त्यो नखाना पानी जस्तो हुन्छ अरे त्यहाँबाट फेरि बरु बियर छ अरे हो भन्छ पानी जस्तो हुन्छ क्या त नखानु पानी कहाँ छ यही त रमाइलो भएको काटिसके त है खाइहाल्नु र भर्खर खाएको त अलिकति जाँड पो थोर भयो त यार होइन अब माथि वहीँ पुगेर हामी दुईजनाले त त्यो हामी बाइकमा चलाउँ दिनु पनि हुँदैन ब्रेक पाइन्छ ब्रेक घरमै गएर खानु न किन म जान्दिनँ इज्जत जान खोल्साको कालो सुन खोल्सामा हुने कहाँसम्म खोजेर ल थोरै भिडियो एकछिन त्यहाँ बस्नु दिदी एउटा चाहिँ जे भए पनि केराको पात चोखो चिज हो टुप्ला पिरा होइन थाल हो कसैलाई के को धन्दा कसैलाई के को धन्दा घर बाहिर खानाको धन्दा भनेको यही हो हो भइहाल्छ नि गजब हुन्छ म हात धोएर आउँछु मेरो खुकुरी कता हो लु 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 फुफा भान्से लिएर हाल्नु पर्यो यहाँ चम्ची ल्याउनु पर्छ नि प्लास्टिकको हुन त कहिले काहीँ घरमा खाना पकाएको भए पो खाना पकाउँदा के आवश्यक पर्छ भन्ने थाहा हुन्थ्यो एक ठाउँमा राख्ने चिउरा हो त्यहाँ अर्को खुवाइदिउँ हो त्यसरी हो ठिक हो त्यस्तो चाहिँ हो यो चाहिँ हो नि त अर्ग्यानिक के लाग्ला फेरि हो ओल्लो छेउतिर एक ठाउँ राख्दैन आउनु न सबैजना मैला भए पनि केही फरक पर्दैन है झोलमा चाहिँ तिउराको अहिले हो त्यो झोलमा चाहिँ तिउरा लगाउँछु उता लाग्छ है झरहरू हो यो चाहिँ ठिक हो नि त जानु न एक ठाउँमा बस्ने खाने होला ल अब चिउरा उठाउने
खोइ मेरो रक्सी सुने हेर ल म रक्सी यहाँ मेरो गिलास कता गयो सबै मिसिएछ नि त म धोइ लाउँछु पानी छ त हेर यहाँ बोतल कम हेर ल खै अब कम हेर भनिदियो खै यहाँ पनि छ यहाँ छ अरू त यहाँ यहाँको छ एउटा पुष्पकमल त हालको भतिजीबाट सुरु गरौँ हाम्रो दाजु रमाइलोको लागि हो क्या एकदम रमाइलो है ठुलाइको चम्ची परेन परेन हातले चम्चीमा बनाएको खेर यो पानी छ है साङ्को भाल दिनु न ए हे यो हो नि त तरिकाहरू त तपाईँ त मेरो त त्यहीँ परेँ त्यहीपट्टि पस्नु सुप चाहिँ कसरी लाउनु हो यसले घोल्नुको लागि यता आउनु अलिअलि देखाउँछु कता हो अलिकति घोलेर ए लु खोइ पक्रिनु त त्यो सुप चाहिएको प्रवीण दाइलाई ल्याउनु त छोड्नु त ल ककालाई सुप चाहियो सुप 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 ल भन्नु कति तपाईँलाई पनि हौ हजुर पुरै लाग्यो नि तपाईँलाई पनि हौ केराको पातमा सानो रहेछ कमिला बढी पस्छ भेटिँदैन भन्नु साथी होइन माथिको यो अहिले माथि जानु आउनु नगर्नु माथि घरमा खाऊ है खाऊ है तपाईँ यहाँ बस्नु त तिमीले त्यहाँ बस्नु छुट्टै एउटा आउँछ एक दुईवटा फोटो खिच्नु है सरहरू कसैलाई प्लेट चाहिन्छ भने कराईबाट घोप्टाउँछ तातो होला हौ अलिकति ल यस्तो खाने हो क्या अलिक चिउरे लाउनु न यसको त लेदो चाहिँ लेदो मिठो हुन्छ यसको हो उताला लेदो आयो लेदो आयो लेदो चाहिँ ल्याउनु त अलिकति लेदो आयो है गर्नु न विचार गर्दाखेरि यहाँ अनुहार चाहिँ हार्नु होला नि यहाँ त पोखी लस्तो भइसक्यो मारे बाउला काट्छ ला काट्छ त काट्छ मा काट्यो हो कि खोइ त यहाँ सिक्किमलाई लेदो मैले दिइसक्यो त किन तर किन्छौ अल्पै छ किसो किन तर किन्छौ अल्पै छ किसो आउँछौ हो मन डराइ डराइ ओर
नवीन लु जाउँ तब